हामीले फाइनली यहाँ भात सात पकाएर यहाँ यो भात हो, यो अचार हो होइन, यो चाहिँ मासु हो, यो बनाएर सब बनाइसकेका छौँ। यहाँ साथीहरू खाँदैछन् होइन। यो चाहिँ ड्यू हो, माउन्टेन ड्यू। यो किरण हालेर दिँदैछ, दिव्या र किरण। यहाँ हाम्रो साथीहरू खाँदैछन् होइन। कस्तो छ साथी पारस? ठिक छ। ओ मेरा बाउ कति खाएको होला यही राधिकाले। ओ मेरै मासु हेर न, मासु। ओ मेरा एक बोतल पानी यार। ओ हौ यिनै सिद्ध्यायो यार आज। ल कस्तो छ सर? राजु सर कस्तो छ? बवाल छ नि, मजा आइरहेको छ होइन। ल खाऊ, खान नपाएकाहरू खाऊ। यो खान नपाएकाहरू मासु। ओ मेरी बाउ यो मासु, मासु। हेमाको मासु त हेर मेरो बाउ। मासु मासु हेमाको मासु फलाभरि 1 किलो मासु हेमाको। कति भात खाएको हो मेरा बा। कस्तो छ मासु? कस्तो छ? मिठो छ? मजा आयो? भात कस्तो छ? भात मैले बनाएको भात हो। यी मान्छे त फेरि पुरै हुन् त, गजब हुने। कस्तो छ भिडियो? कस्तो लाग्यो साथी टुरमा? भन यार के 2 शब्द। हामी स्नातकोत्तर हो, पहिलो सेमिस्टरमा मास्टर्स फर्स्ट सेममा अनि एमए सोसियोलोजीको स्टुडेन्ट हो। हामी चाहिँ आज 2082 साल 1 महिना 13 गतेको शनिबारको दिन अवसर पाएर हामी यो कर्णाली चिसापानीको पिटमारीको यता कर्णालीकै छेउमा आएका छौँ र यता चाहिँ यो पहाड एकदम राम्रो छ, एकदमै राम्रो भ्यू छ। हामीले एकदमै रमाइलो रहेछ कि यो ठाउँ चाहिँ नयाँ मान्छेको लागि एकदमै राम्रो रहेछ। र म के भन्नु चाहन्छु भने नयाँ मान्छेको लागि यता आउनु होला, अनुभव गर्नु होला पनि भन्न चाहन्छु। दिव्या के बोल्यो नि 2 शब्द? नुन खाऊ किरण भाइ। एकदमै राम्रो ठाउँ छ होइन। यहाँ चिसापानीको पिटमारी भन्ने ठाउँमा कस्तो छ भाइ? राम्रो छ नि होइन? एकदम राम्रो छ, राम्रो छ। यहाँ हामीले सब रेडी गरेर भात खान लाग्छन्। हामी 2-3 मात्र बाँकी छौँ। अब त्यहाँको खाएर अनि त्यसपछि हामी कर्णाली चिसापानीमा फोटा खिच्दैछौँ। त्यसपछि हामी कर्णाली चिसापानीबाट हामी चाहिँ घरतिर पुग्नेछौँ होइन। छ यार भात राधिका, भात खाऊ भात। यो राधिकाले कति खान सक्यो कि, कति खान सक्यो कि ओली भाइ? यो त्यही भएर त मोटाएर चाहिँ यति भात खाएर बाबा 4 चोटि भात खायो यार राधिकाले। माई गो हेर त 4 चोटि खायो यार। खाएको जस्तो ज्यान पनि छ त। ए तिमी बसेर खाऊ र भात खाने गर्दा हो। मेरा यो भिडियो पोस्ट गरेर त यसले के काँक्रा मात्रै खाइरहेको छ।